काठमाडौँदेखि भक्तपुर आउनु परेको छ बाइक वास हान्न यार है। यहाँ चाहिँ फर्स्ट टाइम आएको यार यो उकालोमा चाहिँ। यो बाइकको साउन्ड चाहिँ मलाई मिठो लाग्छ क्या। यो डिबी किलो खोलेको छ नि त, त्यस्तो रफ साउन्ड नै आउँदैन क्या। बिएसओमा चाहिँ फेरि कस्तो छ भन्दाखेरि यतिकै हिँड्दा चाहिँ यस्तै साउन्ड आउँछ, हल्का बटारे भन्छ अलिकति फाटे जस्तो साउन्ड आउँछ क्या हाइरे भन्दाखेरि। यहाँ त स्पिड हान्नै नमिल्ला यार, स्पिड हान्न क्या नमिल्ला यहाँ त है। स्पिड हान्यो भने चिट हान्ला भने त्यही त चाहिँ हाम्रो बाइकहरू तिनटै वास भएर आइसकेको छ है। अब N160 र मेरो चाहिँ हल्का पुस्न मात्रै बाइक छ। स्पोर्ट्सको यहाँनिर रेडी भइसकेको छ, बाइक बवाल टल्किसकेको छ। मेरो बाइक यहाँ टल्किँदैछ है। यहाँ चाहिँ यो के हो यसको, यहाँ भनिदेऊ न। ड्रेसर यो लगायो भने चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जुन चाहिँ ब्ल्याक कलरहरू जुन चाहिँ कलर ब्ल्याक फेड भइसकेको हुन्छ नि त, धेरै वर्ष घाम पानीमा खाएर। अनि यो लगाइसकेपछि चाहिँ फेड हुँदैन अरे, कालै बसिरहन्छ अरे। अब यो चाहिँ मैले अहिलेसम्म बाइकमा हानेको थिइनँ, अहिले हानेको छ। अब थाहा हुन्छ पर्मानेन्टै ग्लस बस्छ भनेर भनेको छ उसले होइन। अब हेरौँ कस्तो हुन्छ। र अहिले चाहिँ हाम्रो तिनटै बाइक वास भइसकेको छ। उसको बाइक चाहिँ त्यहाँ छ N160, यहाँ भन्दाखेरि मेरोमा चाहिँ नर्मल टायरमा नर्मल एयर थियो, त्यहाँ चाहिँ अब नाइट्रोजन एयर हालेको चाहिँ अब कतिको राम्रो देख्छ, टायरको चाहिँ राम्रो हुन्छ भनेर चाहिँ ह्यान्डलिङमा चाहिँ राम्रो हुन्छ भनेर चाहिँ अहिलेसम्म मैले हालेको छुइनँ होइन। त्यो हालिसकेपछि कस्तो हुन्छ भनेर मलाई थाहा थाहा अब कस्तो हुन्छ। अब यहाँ हामी बिस्तारै हाल्नु है, बाइकको साउन्ड बवाल चाहिँ डिबी खोलेको भएर। Driving round with my baby, top drops and raindrops, motion got me all faded, my heart got me going all crazy, and I won't be walking away. New York in the sunshine, I'm a fool, yeah, I got love blind, and ooh yeah, got my heart out, and it's covered in gold, like moonlight over Hollywood, and it's cool, yeah, 'cause you know it's good. Hey guys, what's up everyone? Welcome back to my new video. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। न्यू डे न्यू भ्लग। अनि अहिले चाहिँ म कहाँ जान लाग्यो भन्दा चाहिँ अहिले चाहिँ स्पोर्ट्स जुन चाहिँ हिजो भ्लगमा देखेको डिकोल साथी थियो नि, उसले चाहिँ बाइकहरू वास हान्न जाउँ भनेर भन्दै थियो होइन, प्रिमियम वास। अब यतातिर वासहरू सेन्टर धेरै छ तर प्रिमियम खालको छैन नि त। अनि बाइक पनि एकदम मेरो त एकदम टोटल्ली नै 4 भइरहेछ। हजुरहरूलाई म देखाइहाल्छु, एकदमै हिलो छ होइन। मेरो चाहिँ त्यो 160 सेगमेन्टको टायर हालेर नि होला, त्यो मडगार्ड हालेर नि एकदमै ओभर नै 4 भइरहेछ बाइक। अनि मेरो नि बाइक वास गर्न पर्ने स्थिति त थियो, अनि उसको नि थियो। मेरो चाहिँ प्रिमियम हान्छ होला, उसले नि प्रिमियम हान्छ होला। प्रिमियम हानिसकेपछि के हुन्छ भन्दाखेरि हाम्रो ग्रिजिङदेखि लिएर त्यो चेनकोदेखि लिएर रिम स्ट्यान्ड जतातता ग्रिजहरू जे लागेको फोरहरू नराम्रो अलिकति हतापत नजाने नर्मल वासले त्यो सबै जान्छ होइन। अनि त्यहाँबाट चाहिँ हामी ललितपुर जान्छ होला। साथीले खै फुड हन गर्नुपर्छ के भन्दै थियो। अब त्यो खानेकुरा चाहिँ मलाई एकदम मिठो लाग्छ भनेर भन्दैछ, के हो चाहिँ थाहा छैन होइन। अनि मैले सेटअपहरू सबै रेडी गरिसकेँ, गोप्रो सेटअपहरू। चार्ज चाहिँ छैन क्या, उसले भर्खरै भनेको थियो गोप्रोमा चार्ज थिएन। अनि रिसेन्ट चार्ज गरेको 40 to 50 को रेन्जमा मात्रै छ। अब त्यहाँ हामी उता भक्तपुर जान्छौँ अटो स्पा, त्यहाँ गएर बाइक वास आन्छौँ। अनि त्यहाँको म कस्तो लाग्यो त्यहाँको वास प्रिमियम वास नै भन्छु है। मेरो यो हात कस्तो गलिरहेछ क्या, यो भन्नाले यसरी भ्लग धेरै गर्दिनँ नि त, कस्तो गलिरहेछ अब चाहिँ। अनि माइक पनि हिजो मैले लिइहालेँ, हजुरले देखिहाल्नु भयो है। हिजो लिइहालेँ, पहिलाकै माइक लिएको एकदम राम्रो क्वालिटीको छ। अनि स्पोर्ट्स चाहिँ अब घरबाट निस्किसकेको छ, यहीँ आउँछु भनेको छ। मेरो बाइक नि निकालिसकेको छु, अब जाउँ। अब स्पोर्ट नै आइसक्यो होला, अब जाउँ फुल स्टार्ट हाल्नु भने निस्किनुपर्छ ल। मेरो बाइकको हालत चाहिँ यस्तो छ है, त्यसो चेनमा लिप गर्न बिर्सेको थिएँ क्या मैले। धेरै दिन भए लिप नगरेको, खेला लागिसकेको थियो। अनि हल्का एकचोटि मात्रै लिप गरेको, अलिक वास गरेपछि लिप गरिदिन्छ होइन। खत्रै फोहोर भएको छ क्या बाइक। अर्को को भन्दै थियौ त, जाउँ। सो राइट एभ्रिवान, हामी चाहिँ घरबाट निस्किसकेको छौँ है। यताबाट चाहिँ कोही छैन, ऊ र म मात्रै हो। अनि उसको बाइकमा नि आज चाहिँ मडगार्ड हालेको छ। मडगार्ड हालिसकेपछि ड्युकको लुक्स नै आउँदैन क्या। मेरोमा त झन् यस्तो भत्ता देखिरहेको छ बाइक अहिले। झन् त्यो मेरो मडगार्ड पनि पहिला नयाँ थियो नि त, नयाँ थियो क्या मेरो।
अनि वोकसम्म झिकेको थिएँ कसले हाल्दैछन् फोत्रो चाहिँ भिडाइदिएछ मसँग पुरानो मात्रै छ क्या कस्तो कुदाएर उसले यार 70-80 स्पिडमा छ त यहाँबाट चाहिँ हामी सिधै सुरुमा भक्तपुर जान्छौँ होला अटो स्पा होइन अनि त्यहाँबाट बाइक वास हानेर अनि त्यसपछि हामी ललितपुरतिर जान्छौँ होला है मैले चाहिँ अहिलेसम्म बाइकमा प्रिमियम वास हाने छैन कस्तो हुन्छ हेरौँ है नर्मल वासहरू चाहिँ हानेको छु अलिकति खतरा ठाउँतिर गएर नि नर्मल वासले नि क्या सेटिस्फाई हुन्छ क्या यतातिर भन्दा तलतिर त फेरि पानी नै परिरहेको छ कि जस्तो लागिरहेछ मलाई यार पानी परेर झन् बिजोग हुन्छ त हामीले त्यो वास हानेको मतलबै हुँदैन फेरि यो बाइकको साउन्ड चाहिँ मलाई मिठो लाग्छ क्या यो डिबिकिलो खोलेको छ नि त त्यस्तो रफ साउन्ड नै आउँदैन क्या बिएसफोमा चाहिँ फेरि कस्तो छ भन्दाखेरि यतिकै हिँड्दा चाहिँ यस्तै साउन्ड आउँछ हल्का बटारे भन्छ अलिकति फाटे जस्तो साउन्ड आउँछ क्या हाइरे भन्दाखेरि बिएस4मा चाहिँ अलिकति लाउडै छ क्या यो हुनु चाहिँ BS6 इन्जिन हो BS4को बेन्ड पाइप छ तर त्यस्तो BS4 नै जस्तो चाहिँ लाउड छैन नि त ठिक्कको छ क्या आवाज कान खाने खालकै छैन मिठो छ हो सुनिरह होला हजुरले पनि है टुता भक्तपुरतिर पानी पर्दा जस्तो लाग्यो धोको र नहोको एउटै हुन्छ फेरि अब त्यो अटो स्पा चाहिँ कहाँ गएको छैन होइन गुगल म्याप हेरेर जानुपर्छ मैले हेर्नु पर्ने चाहिँ उसलाई चाहिँ थाहा छ क्या अरे उसले सिधै लगिरहन्छ अब उसको फलो गर्नुपर्छ मैले अनि एउटा उसको साथी नै आउँदैछ उसको साथी चाहिँ उता पुगिसक्यो भनेर भन्दै थियो है हेरौँ कस्तो चाहिँ हुँदो चाहिँ हेर्नु पऱ्यो मैले अहिलेसम्म प्रिमियम वासहरू हानेको छैन क्या बाइकमा पहिला सिपेन साइनमा बेच्नुभन्दा अगाडि चाहिँ नर्मल वास हानेको त्यो पनि कस्तो बबार टोल्काएको थियो क्या नर्मलमै प्रिमियममा खै अब रस्टहरू पनि जान्छ कि जस्तो लाग्छ इन्जिनमा जुन चाहिँ दागहरू छ नि पुरानो हिलोहरू लागेको हिलो लागेर अनि इन्जिन तातेर त्यो बसेको दागहरू हुन्छ हिलोको त्यो सबै जान्छ भनेर सुनेको थियो प्रिमियममा चाहिँ के हुन्छ हेरौँ उयो म ल उसको साथी नै आइपुगिसकेको छ यताकै रहेछ ऊ चाहिँ होइन नाम चाहिँ के हो मलाई केही थाहा छैन भर्खर भेटेको अब यताबाट हामी अटो स्पा जान्छौँ यहाँबाट अब त्यही 1 किलोमिटर त्यस्तै होला 1.5 किलोमिटर होला त्योभन्दा टाढा छैन अनि वास हानेर हामी खै उसले खै कता कुदाउनु जाने भनेर भन्दै थियो बाइक हेरौँ के हुन्छ कहाँ चाहिँ हो यार कहाँ हो काठमाडौँदेखि भक्तपुर आउनु परेछ बाइक वास हान्न यार कहाँ हो यता हो यता कता ए यहाँ रहेछ नि त यार मैले नदेखाएँ यार ल यत्रो बोर्ड राखेर त कहिले देखाएको थिइनँ यार आज देखेँ बल्ल यहाँ आउने भएर होला आज देखियो बल्ल 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 चाहिँ हामीले बाइक त्यहाँ अटो स्पामा छोडेर आइसकेको छौँ तीनजनाकै बाइक प्रिमियम बसमा छोडेको छ अब कस्तो हुन्छ मलाई थाहा छैन होइन अहिलेसम्म मैले प्रिमियम त हाने छैन अब एकछिन थाहा हुन्छ अब एकछिन चाहिँ हामी यहाँ हिडन एक्सन जाँदैछौँ म चाहिँ आएको थिएन यहीँ थियो भने पनि थाहा थिएन होइन यहाँ स्पोर्ट्स छ यहाँ स्पोर्ट्स तिम्रो नाम के सम्भव कि के अरे शुभम अब यहाँ जाउँ है त एकछिनमा म बाइकहरू धोकन देखाउँछु घर धुँदो रहेछ भनेर अहिले चाहिँ चेनहरू सफा गर्दैछन् क्या अहिले चाहिँ कोही त छैन जस्तो लागिरहेछ मलाई यहाँ भिडियो हुँदैछ है पुरै एकजना मात्रै रहेछ आने आने चाहिँ मेरो बाइक वास हुँदैछ यता स्पोर्ट्सको छ अनि उसको साथीको चाहिँ यहाँ छ यहाँनिर चाहिँ अहिले चेनहरू अनि यो रिमहरू सफा गरेको छ होइन अब चाहिँ फोम वास हानेर चाहिँ वास हान्छौँ हामी
बाइकहरू तिनटै वास भएर आइसकेको छ है। अब N160 र मेरो चाहिँ हल्का पुस्न मात्रै बाइक छ। स्पोर्ट्सको यहाँनिर रेडी भइसकेको छ, बाइक बवाल टल्किसकेको छ। मेरो बाइक यहाँ टल्किँदैछ है। यहाँ चाहिँ यो के हो यसको, यहाँ भनिदेऊ न। ड्रेसर यो लगायो भने चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जुन चाहिँ ब्ल्याक कलरहरू, जुन चाहिँ कलर ब्ल्याक फेड भइसकेको हुन्छ नि त धेरै वर्ष घाम पानीमा खाएर, अनि यो लगाइसकेपछि चाहिँ फेड हुँदैन अरे, कालै बसिरहन्छ अरे। अब यो चाहिँ मैले अहिलेसम्म बाइकमा हानेको थिइनँ, अहिले हानेको छ। अब थाहा हुन्छ पर्मानेन्टली ग्लास बस्छ भनेर भनेको छ उसले होइन। अब हेरौँ कस्तो हुन्छ। अनि मेरो यहाँनिर एकदम मोबिलहरू थियो, यहाँनिरै मोबिलहरू गएको छ, राम्ररी गएको छ। यहाँनिर एकदम फोरेर मेरो यहाँ देखाएको भिडियोमा राम्रै भएको छ। ल अहिले चाहिँ हामी तिनटै बाइक वास भइसकेको छ। उसको बाइक चाहिँ त्यहाँ छ N160, यहाँ उसको बाइक भन्दाखेरि मेरोमा चाहिँ नर्मल टायरमा नर्मल एयर थियो, त्यहाँ चाहिँ अब नाइट्रोजन एयर हालेको चाहिँ अब राम्रो देख्छ, टायरको चाहिँ राम्रो हुन्छ, ह्यान्डलिङमा चाहिँ राम्रो हुन्छ भनेर चाहिँ अहिलेसम्म मैले हालेको छुइनँ होइन। त्यो हालिसकेपछि कस्तो हुन्छ भनेर मलाई थाहा अब एक्सपिरियन्स हुन्छ कस्तो हुन्छ। अब यहाँ बिस्तारै हामी है बाइकको साउन्ड बवाल चाहिँ डिबी खोलेको भएर चाहिँ हाम्रो बाइक सबै रेडी भइसकेको छ है। उसको एउटा बाइक चाहिँ त्यहीँ पुसिरहेको छ, हामी बिहानको रेडी भइसकेको छ। यहाँनिर यो लाइट मुनि आइसकेपछि चाहिँ कस्तो टल्किने चाहिँ क्या त्यो बाइक बाहिर चाहिँ यस्तो हुँदैन होइन, रियालिटीमा चाहिँ यस्तो छैन। तर यो लाइटले गर्दा चाहिँ बब्बा छैन भने चाहिँ उसको झन् उसको ग्रे छ नि त फिनिसिङ, मेरोमा त व्हाइट छ। व्हाइट भन्दा पनि ब्ल्याकमा चाहिँ अलिकति आछ राम्रो, नत्र आएन। अनि मेरो यहाँनिर हिटहरू नि त के अरे उहरू मोबिलहरू सबै गइसकेको छ, हल्का हल्का रहेछ, केही छैन। चेन ल्युबै भइसक्यो होला, राम्रो भएको छ। ल क्लिन भएको छ, जोस् ठिक छ। यतिको क्लिन गरिदिएकोमा चाहिँ ठिक छ। ल अब चाहिँ हामी निस्किन्छौँ। यसमा मैले नाइट्रोजनमै हालेको छु होइन। नाइट्रोजनको 100 रहेछ नाइट्रोजन चाहिँ, एउटामा हाले 100, एउटामा हाले 100, ठिकै छ। कस्तो हुन्छ हेरौँ। नाइट्रोजन हालेपछि चाहिँ खै केटाहरूले टायर चाँडो खान्छ भन्छ, हो कि होइन हो रहेछ नि त, बिजोग हुन्छ फेरि म। ठिक छ। खै कस्तो हुन्छ हेरौँ यो हालेपछि खै। अब नाइट्रोजन हालेको छ आज मैले होइन, फर्स्ट टाइम नै हो बाइकमा हालेको मैले, नत्र नर्मल एयर हाल्थेँ। यो हालेपछि चाहिँ खै अब बाइक स्टेबल नै हुन्छ अनि हावा घट्दैन भनेको छ, के हो मलाई थाहा छैन है। दुईजना केटाहरूकोमा चाहिँ हालेको छ होइन पहिल्यै, अनि स्पोर्ट्सकोमा नि हालेको थियो, अनि टायर चाँडा खान्छ नाइट्रोजनले भन्छ क्या। अब के हो थाहा छैन मलाई अहिले। अब यहाँबाट चाहिँ हामी कता जान्छौँ मलाई थाहा नै छैन यार, केटाहरूले लिएर जाने अब। ल हाइवे इन्ट्री भइसकेको छौँ हामी। कस्तो स्मुथ फिल भएको यार बाइक, त्यो चेनहरू सफा भएर होला। यो नाइट्रोजन त मलाई त सेम एउटै लाग्छ त यार, केही फरकै लाग्दैन त खै। नर्मल हावा र नाइट्रोजन त एउटै लाग्छ त मलाई त। हजुर कति बेला हाल्नु भएको छ होला कमेन्ट गरिदिनु होला, यसले के चेन्ज भएको छ बाइकमा भनेर है। केटाहरूले चाहिँ टायर धेरै खान्छ भनिदिरहेको छ मलाई, स्टेबल हुन्छ अरे टायर धेरै खान्छ भनेर भन्दैछ, के हुन्छ हेरौँ। यहाँ त स्पिड हान्न नमिल्ला यार, स्पिड हान्न क्या नमिल्ला यहाँ त है। स्पिड हान्यो भने चिट हान्ला भने त्यही त ल्याङ छ भने बाटो चाहिँ कत्रो छ यो।
छिटो हानिदिन्छ भने यार के भने ए ल ल ओइ यहाँ चाहिँ फर्स्ट टाइम आएको यार यो उकालोमा चाहिँ पानी पऱ्यो नि तनाव हुन्छ भने झन् पानी परेको छैन क्या आज ल अहिले चाहिँ मेरो बाइक 43,000 किलोमिटर क्लक गरिसकेको छ यहाँ देख्न सक्नुहुन्छ 43,000 भर्खरै क्लक गर्यो यो इन्जिन चाहिँ सिल प्याक हो फेरि यो 43,000 क्लक गर्यो सिल प्याक हो यसलाई चाहिँ म चाहिँ सकेसम्म है अब 1 लाख छुन कोसिस गराउँछु यो बाइकलाई हेरौँ के हुन्छ मसँगै भइहाल्यो भने चाहिँ यस्तो केयर गरेर राख्छु यो इन्जिनलाई म 43,000 कुदिसक्यो स्टिल केही प्रब्लम छैन है इन्जिनलाई त्यही खुसी लाग्छ भर्खरै क्लक गरेर आएको ठ्याक्कै 43,000